हेलो कति दिनपछि आज त बेबी र म स्टोरी सुन्न आँटेको है। आज त्यो अस्ति नै मैले स्ट्रबेरीको फार्मको स्टोरी सुनाएको थिएँ नि। त्यो स्ट्रबेरी फार्मको स्टोरी हो होइन। तर त्यो स्टोरीमा चाहिँ यो स्टोरीमा चाहिँ लास्टमा क्वेसन छ। अनि बिचमा बेबी र पापा गफ गरेर स्टोरी सुन्ने है। ओके सो त्यतिखेर फार्मर दुईटा फार्म थियो हो कि होइन। अनि दुईटा फार्ममा एउटा फार्ममा मिठो स्ट्रबेरी फल्थ्यो हो। अनि फार्मरहरूले के गरेर रहेछ भने फार्मर्स आर इन्भेस्टिङ अ लट टु प्रड्युस स्ट्रबेरिज होइन। त्यो स्ट्रबेरी बनाउनलाई धेरै खर्च गरेर आएको रहेछ। अब बेबीसँग गोजीमा जति पैसा छ त्यति मात्रै तिर्ने हो स्ट्रबेरीको लागि हो कि होइन। बेबीले पैसा भन्दा बढी तिर्छ त। जस्तो मानव बेबीसँग 100 रुपियाँ छ भने बेबीले फार्मरसँग स्ट्रबेरीको लागि 100 रुपियाँ भन्दा बढी तिर्दैन नि त होइन। भनेपछि फार्मरले जति खर्च गरे होइन त्योभन्दा त बढी कमाउनु पर्यो, नभए त फार्मरले पैसा राख्न सक्दैन हो कि होइन। भनेपछि स्ट्रबेरी फार्मरले 100मा बेच्यो भने त्यो 100 भन्दा कम्ती खर्च हुनु पर्यो हो कि होइन फार्मरको। अनि मात्रै त अर्को वर्ष गर्न मन लाग्छ नि त उसलाई होइन हो कि होइन हो। अनि त्यसपछि के भएछ भने फार्मरहरू बसेछन्। सो दे सेट टुगेदर होइन टु हेभ एन आइडिया। पहिला के चाहियो हाम्रो कति खर्च हुँदो रहेछ भनेर पत्ता लगाउनु पर्यो होइन। हाउ मच दे वर इन्भेस्टिङ इन प्रड्युसिङ होइन। त्यो स्ट्रबेरी बनाउनलाई हाम्रो कति खर्च लाग्दो रहेछ भनेर पत्ता लगाउनु पर्ने रहेछ हो। अनि हाम्रो केमा खर्च लाग्दो रहेछ भनेर छलफल गरेछन् होइन। ल तिमी भन स्ट्रबेरी बनाउनलाई केमा खर्च लाग्छ। स्ट्रबेरी बनाउनु सिडमा खर्च लाग्छ। सिड पहिला सिड किन्नु पर्यो अनि पानीमा खर्च लाग्छ लाग्दैन। पानीको बिल तिर्नु पर्यो भने त लागिहाल्छ नि ठिक हो त। अनि अरू म भन्छु है त। पहिला बेबीले भने जस्तो सिडमा खर्च लाग्छ हो। त्यसपछि लाग्छ यो माटो सम्याउनु पर्यो नि होइन। माटो सम्याउनुलाई को चाहिन्छ, मान्छे चाहिन्छ कि चाहिँदैन। अनि सम्याउने कुटो कोदालो चाहिन्छ कि चाहिँदैन। के चाहिन्छ अरू माटोलाई सफा बनाउन हलो चाहिन्छ। हलो किन्नुपर्छ कि पर्दैन। अरू के चाहिन्छ कोदालो चाहिन्छ हलो चाहिन्छ। पर्यो भने ट्र्याक्टर चाहिन्छ कि चाहिँदैन। ट्र्याक्टरले के गर्छ। अनि ट्र्याक्टर चाहिँ सुन न ट्र्याक्टर चाहिँ महँगो हुन्छ, हलो कोदालो चाहिँ सस्तो हुन्छ हो। अनि ट्र्याक्टर किन्ने कि हलो कोदालो किन्ने त। हलो कोदालो सस्तो भएर। अनि हलो कोदालोले थोरै काम गर्छ, ट्र्याक्टरले धेरै काम गर्छ। एकैचोटि घुर्र गरिदिन्छ ट्र्याक्टरले धेरै ठाउँ गर्छ। हलो कोदालो गर्नलाई के हुन्छ मान्छे गल्छ पनि। त्यो भएपछि ट्र्याक्टर महँगो भएपछि पनि ट्र्याक्टर किन्नुपर्ने पनि त हुनसक्छ नि होइन हो कि होइन हो। अनि त्यो ल्यान्ड प्रिपेयर गर्नलाई चाहिने रहेछ। अनि बेबीले भनेको पानी चाहिन्छ। अनि अरू के चाहिन्छ नि ल भन त। अरू के चाहिन्छ। फ्रुट बेच्न त्यहीँनेरि खेतमा किन्न आउँछ नि त मान्छे। कहाँ जानु पर्यो सामान बेच्नलाई। ट्रक चाहिन्छ। बजारमा जानु पर्यो ट्रक चाहिन्छ। अनि फार्मरले आफैले ट्रक किन्ने कि अर्काको ट्रक भाडामा लिने। आफै ट्रक किन्यो भने त के हुन्छ। आफै ट्रक किन्नलाई अघि मैले भनेको थिएँ नि बेबीलाई। बेबी त्यहाँबाट पापासँग जानु पर्यो भने फिल्म हेर्न जानु पर्यो भने पठाउ चढ्छ कि आफ्नो कार किन्छ। पठाउ। किन चढेको पठाउ। किनभने हामीसँग गाडी छैन। गाडी छैन अनि पैसा पनि छैन। पैसा कम छ होइन। गाडी किन्नलाई 30 लाख चाहिन्छ होइन। अनि पठाउमा चढ्नलाई कति चाहिन्छ अघि मैले भनेको थिएँ 300-400 चाहिन्छ। 400 धेरै कि 30 लाख धेरै। 30 लाख। अनि पठाउको मान्छेले चाहिँ किन 30 लाखको गाडी किनेर 300-400मा लगेको नि। गाडी किन्न मन लागेर।
अनि त्यो गाडी किन्दा फाइदा भएन नि त, उसले त कमाउनलाई किनेको। कमाउनको लागि अनि एकजनासँग 300 400 लिँदाखेरि कसरी फाइदा हुन्छ त नि? ल भनिसो त। तर इन प्राइममा धेरै लिन्छ। जति लिए पनि 30 लाख त लिँदैन नि त, के भएर फाइदा हुन्छ त्यसमा? त्यसमा पठाउमा तिमी मात्रै चढ्छौ कि अरू पनि चढ्छन्? अरू पनि चढ्छन्। तिमीले मात्रै तिर्छौ कि अरूले पनि तिर्छन्? अरूले पनि तिर्छन्। अनि त्यो भए सबैजनाले तिरेपछि उसलाई के हुन्छ? ह्याप्पी फिल। फाइदा हुन्छ हैन? ह्याप्पी फिल पनि हुन्छ। ह्याप्पी फिल पनि हुन्छ। अनि त्यस्तै सामान किन्ने ट्रकको लागि पनि पैसा चाहिन्छ हो। अब क्वेसन है त, ल मानौ हैन, त्यो स्ट्रबेरीको सिडलाई 1000 रुपिस पर्दो रहेछ हो। अनि त्यसपछि त्यो ल्यान्ड स्यान्ड बनाउनलाई 500 रुपिस चाहिँदो रहेछ। ट्रकमा भाडा 500 रुपिस दिनु पर्दो रहेछ भने त्यो स्ट्रबेरी बनाउनलाई कति पैसा चाहिँदो रहेछ? स्ट्रबेरी बनाउन 500। सबै गर्नलाई सबै जोडेर कति पैसा चाहिँदो रहेछ? 2000 रुपियाँ चाहिँदो रहेछ। त्यो सबै जोडेपछि के आउँदो रहेछ? फार्मरले के पत्ता लगायो? मेरो 2000 खर्च भइरहेको रहेछ। फार्मरले ग्राभिटी पत्ता लगाउँछ, मेरो 2000 खर्च भइरहेको रहेछ भनेर पत्ता लगायो। त्यो स्ट्रबेरी झर्यो भने पो ग्राभिटी पत्ता लाग्छ त, हो कि होइन? न्युटन बसिरहेको रहेछ स्ट्रबेरी खानलाई, त्यहाँदेखि अनि ग्राभिटी पत्ता लाग्छ। ल बेबीले मिलायो है 2000 भने है त। ल अब के भन्छ? सबैजनालाई थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू फर वाचिङमा आँखा र नाक छ नि। हो, थ्याङ्क यू फर वाचिङ आँखा नाक भएको। बाई बाई।